हेलो 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 के छ खबर यहाँ कल ल्याएर यस्तो हेलो सबैलाई वेलकम छ नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम बाँसुरीका धुनहरूमा हामी मादल झ्याम्ता अनि ख्याली सँगसँगै उपस्थित भइसकेका छौँ। यहाँनिर प्रविधिमा सुभाष कुमार हुनुहुन्छ र एकजना मित्र आइसक्नु भएको छ टेलिफोन लाइनमा। हेलो हजुर, नमस्ते। नमस्ते हजुर, कस्तो हुनुहुन्छ? कहाँबाट मिठो बोल्नुभयो? कुन ठाउँबाट हो? म त प्युठानबाट हो नि हजुर, प्युठानको भ्यागुतेबाट। हेर्नुहोस् छाताले छेकिरहेका छन् आफ्नो अनुहार। हेर्नुहोस् देखाउन नमिलेर। हकिमे त्यही गरौँ के पहिला बाली सुरेन्द्र यो चारजना बसौँ न आज घडा बस्ने होइन टिकटिक बनाऊ कि टिकटिक यता हेर न टिकटिक बनाऊ गीतै छैन नि यस्तो गरौँ न त, उही माथि जाऊँ। बनैमा ल ल ल हामी टिकटक यति बेला हामी ठ्याक्क उसमा छौँ। हेर्नुहोस् गाइजहरू एउटा चाउचाउ पनि म दिन्न। यहाँ यिनले मलाई के गर्यो भने चाहिँ चाउचाउ गर्छु भनेर मलाई मेरो माइकबाट भन्छु। यहाँ भन्नुहोस् तपाईँले, मेरो माइकबाट भन्छु। त्यो माइकबाट भन्नुहोस्, यहाँ बोल्नु। यो माइक दुईवटा माइक होइन कि एउटा मात्र। यता भिडियो गर्नु आज भन्नु। यिनले मलाई मैले के गरेँ भन्दाखेरि यिनले मलाई लुटे आज होइन। निरक्सी खाएर रहेछ नि, अब त्यसमा झ्याप हान्ने हो त्यही हो। मैले सोझो मान्छे मलाई सोझो मान्छे देखेर भन्नुहोस् यहाँ ल हामी यति बेला पर्छ वर्षामा छौँ। के भइरहेको छ भन्नुहोस्, यहाँ बताउनुहोस् मान्छन्तलाई। 8वटा 1 रुपियाँवाला हो, यिनले 250 रुपियाँ भन्छन्। यिनले यहाँ मलाई यहाँ सोरासो थोकी कार्य भइरहेको छ गाइजहरू। हेर्नुहोस् पीडितका उसमा छौँ हामी। हेर्नुहोस्, म अब जिल्ला अदालतमा जान्छु। क्यामेराम्यान म हो कि तपाईँले होइन उहाँ हराएको? कहाँबाट पीडित हुनु? हामी अहिले पीडित छौँ। तपाईँलाई कस्तो पीडा भइरहेको छ बताउनु। यो बिचौलिया पत्रकार जस्तो लाग्छ मलाई। यो यो मान्छे डलालो। तपाईँलाई कस्तो पीडा भइरहेको छ बताउनुहोस्। अलि तल छोपेर मलाई धेरै दुःख अलि तल छोपेर अलि तल छोपेर यता सुन्नुहोस्, बताउनुहोस् यो मान्छे मलाई धेरै यो मान्छे डलालो। कस्तो भइरहेको छ बताउनुहोस्। अरू खाना पाएर हेर्नुहोस् त, अरू खाना पाएर अरू खानु पाएर होइन। यहाँ हेर्नुहोस्, यही कुरा म क्यामेराम्यानसम्म यहाँ आउनु बाध्य भएँ। यहाँलाई यहाँ हेपिएको छ। भन्नुहोस् अब तपाईँ मलाई यसले चाउचाउ भने यत्रो दिन चाउँछ। तपाईँ के गर्नुहुन्छ? अब कानुनी उपचारमा जानुहुन्छ? जान्छु, म अदालत जान्छु। अदालत सर्वोच्च। अब तपाईँले के भन्नुहुन्छ? ल भन्नुहोस्। अब उहाँले त नदिने अरे। यहाँ बताउनुहोस्। अब यो यस्तो यो खाने हिँड्ने भुँडी पोल्टाउने भैँसी व्यापारमा कति घोतला गरेको थियो मान्छे। आम थाहा यहाँ भैँसी व्यापारी कुरो आइसक्यो होइन। तातो बनाउनु पर्छ साथीहरू। हामी एकदम स्कुलबाट आएका भर्खर छौँ होइन। यसरी हामी मौसम छ, हामी तातो बनाउनु पर्ने हुन्छ। ल यस्तै यहाँ तात्तिने काम भइरहेछ। तात्तिने अनेक उपायहरूमध्ये एउटा यो पनि एउटा उपाय हो होइन। मौसम पनि अलि कडा भइरहेछ। मौसमले च्यालेन्ज गरिरहेछ। ए भूकम्प आउला त्यहाँ नउफ्रिँदा। भ्यागुते भइरा।
त नि जाने र आज बरु बल खेल्न जाम्ला तपाईँ यता आउनुहोस् त मलाई त यिनीहरूले लुट्यो म त पिँडेको छु म त बोल्न सकेन म यति बसेर हुन्छु रुनुहोस् ल रुनुहोस् माया तिमी जाम भने कहिले यो गीत गरौँ कि यात्रा नै तिर्दैन बलि खेलेर कटाउँछु भोलि भोलि घरबारी जाने हो कि भाउ फेरि जान्न कहिले लाग्छ नि जान्न कि त्यस्तो नहाल्दैन बउ लाग्छ गरेर भन्नुहोस् म अहिले बोल्न जान्न तिमी भन्नुहोस् म एकदम ठिक छु तपाईँलाई लाग्छ कहिले हो जाम भने कहिले हो माया चैते दसैँ भन्दा नि पहिले हो हाम्रो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो गाउँ यहाँ बिराली खोला लुट्नुसम्म लुटे हेर्नुहोस् 1 रुपियाँ चाउँछ भनेर 20 रुपियाँ चाउँछ मागे माया चैते दसैँमा यो हाम्रो तल्ला हाल्दै यो बाँझो खर्क पारी बाम्रुक होइन मैले यो माया मारेको यो माया मारेको माया आठवटा चाउचाउ लुडोमा हारेको घाम लाग्यो घमाइलो त्यही भएर जुवा खेल्न हुन्न पुच्चे चाउँछ हो मैले हारेको नखेला के हारेको के भन्ने फेरि नखेला जुवा र तास भन्ने गीत थियो नि एउटा तिमीले मलाई छलेको पाटामा यहाँ ऊ देखेँ यार मल फालेको यस्तो डल्ला डल्ला कुराहरू देख्यो नि होइन के हो यो के हो यो निर्णय लो ए त्रिपाल रहेछ कलर बहुत राम्रो आउँछ नि होइन सक्क हेर्नु न कति उज्यालो कति दामी आएको क्या अब मोबाइलै 60,000 को अब हाम्रो त यहाँ छुने अहिले 60,000 को मोबाइल हो रे साथीहरू हामी चाहिँ जाँदैछौँ हामी जाँदैछौँ म तिमीलाई 120 रुपियाँ दिन्छु अनि 150 रुपियाँ दिन्छु तर भेटाएपछि है भेटाउने कहिले होइन त्यही त कहिले भेटाउँछु भेटाएपछि ल ठिक छ यति अर्थ त्यसलाई मैले मैले तिमीलाई अरे महँगो मैले ल्याएको के फाइदा त अनि यति नभए नि मैले तिमीलाई 500 रुपियाँ दिन्छु तर भेटाउँछु त्यस्तो के त जहिले भेटिन्छ अर्को हेलो हेलो नमस्कार सबैजनालाई भिडियो चाहिँ नगर भने म चाहिँ बाबु यो बाबु मोबाइल चाहिँ यो कसको मोबाइल हो सम्झनाका लहरहरू चलिरहेछ पुरै गाउँमा रहेछ यार सम्झनाका लहरहरू सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ टाढा टाढा गए पनि तिमी मेरो माया रहिरहन्छ सम्झना छ छोडी जा माया छ बिर्सी जानेलाई गाउँ के सम्झना मलाई मेरो मुद्दा जितेपछि मलाई 180 रुपियाँ हारेको मान्छे मेरो मुद्दा जितेपछि यहाँ बेला पुरै सदमा हुन्छ जुवा खेलेर आज 180 झलीको झलीको म झलीको नै म त फेरमा छु घर गर्छु झलीको ल झलीको के आत्मा मलाई यहाँ पहिला माथि दिए पहिला जानु मजा आउँछ अनि त्यस्ता ऋण त मैले भोलि खेलेर सम्झनाका लहरहरू मेरो मनमा हुने नै छ के माथिमा जाम के यहाँबाट फुट खिच्दियो न खेम दामी ओए खेमे हँ? माथि जाम के कहिले ठाडुङ्गा आज किन पार्टी गर्नु मैले उहीँ उहीँ जाम कि यहाँ किन रुममा ल्याउनु त त्यहाँ हुन्छ कि उहीँ जाम कि माथि पार्टी भन्ने म माया हो छोडिदिनुहोस् आजको लागि ल हामी चाहिँ सुरेन्द्रले कोठा दिनु पर्दा हामी जान्न चाहन्छौँ सुरेन्द्रले कोठा दिनु एउटा गीत काम कि ल ल यो काट झलक काट ल